नमस्ते। यतिखेर तपाईँहरू हेर्दै हुनुहुन्छ यो हाइवे टेलिभिजन र यो हाइवे टेलिभिजनको यो हाइवे संवाद कार्यक्रममा छौँ। हाइवे संवाद कार्यक्रममा हामी विभिन्न क्षेत्रका विभिन्न व्यक्तित्वहरू ल्याएर हामी कुराकानी गर्छौँ र कहिले हामी राजनीतिक व्यक्तित्व ल्याउँछौँ, कहिले सामाजिक व्यक्तित्व र अहिले हामीसँग आजको यस कार्यक्रममा अतिथि हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीका सङ्गठन विभागका विज्ञ सदस्य एवं चन्द्रपुर नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष उदयनारायण सापकोटा सुरेन्द्र। स्वागत छ राजेशसँग। धन्यवाद। आरामै हुनुहुन्छ? एकदम ठिक छु। दिनहरू कसरी बितिरहेछ? अब त तपाईँहरूको पार्टी सत्तामा हुँदाखेरि अलिकति दबाब बढिरहेको हो, काम व्यस्तता बढिरहेको जनताको कामले? लगभग मेरो त दिनचर्या उस्तै यस्तै हो। बिहान उठेपछि दिनभरि जनताका गुनासाहरू सुन्ने, जति सकिन्छ त्यति उहाँहरूलाई राहत स्वरूप चाहे उहाँहरू सँगसँगै हिँड्ने उहाँको कुरा सुनिदिने, गुनासाहरू सुन्न त सकिन्छ, सुन्ने, यस्तै गरी चलिरहेको छ। सरकारमा पार्टी सरकारमा रहँदा र पार्टी सरकारमा नरहँदाखेरि स्वाभाविक रूपमा केही बढी लोड थपिनु स्वाभाविक हो। चन्द्रपुर नगर वाणिज्य सङ्घको अध्यक्ष पनि हुन्छ, उद्योग वाणिज्य सङ्घको। अब यो तपाईँको कार्यकालमा चाहिँ यो बिचमा चाहिँ के काम गर्नुभयो, के बाचा गर्नुभएको थियो, के गर्नुभयो? एकचोटि उद्योग हाम्रा उद्योगी साथीहरूलाई, तपाईँलाई भोट दिने उद्योगी व्यवसायहरूलाई चाहिँ भनिदिनु न, यो चाहिँ मैले बाचा गरेको थिएँ, यो चाहिँ पुरा भयो, यो चाहिँ बाँकी छ, के छ यो कार्यकाल? सबैभन्दा महत्त्वपूर्ण कुरा त म अघिल्लो कार्यकालमा निर्वाचित हुँदाखेरि नै हामीले भवन निर्माणलाई विशेष प्राथमिकता राखेर काम गरिरहेका थियौँ। बाँकी कामहरू नर्मली चलिरहेकै छ। अहिले पनि हामी भवन निर्माणको क्रममै छ, त्यो भवन निर्माण सम्पन्न भइसकेको अवस्था छैन। र विगतमा जसरी हामीले साथ सहयोगहरू पाएका थियौँ, अहिले यस पछाडि हामीले त्यसरी बाहिर पब्लिकली सहयोग मागेका पनि छैनौँ र सरकारी बजेटहरू पनि कतैबाट आएको अवस्था छैन। त्यो निर्माण क्रमलाई अब हामी फेरि पनि यो चालु आर्थिक वर्षमा हामीले कतैबाट बजेट व्यवस्था गर्न सकेनौँ। बजेट केही प्रदेश सरकारबाट बजेट माग गरेका थियौँ, त्यहाँ पनि विविध कारणले गर्दाखेरि होला, कति भन्न मिल्ला कति भन्न मिल्ला, विविध कारणले गर्दाखेरि त्यहाँ इन्ट्री भएका बजेटहरू पनि भरे रेट बुक आउने बेलामा आएको पाइएन। त्यस्तो अवस्था रह्यो र स्थानीय सरकारले पनि हामीलाई दिनुपर्ने जुन बजेटहरू हो त्यो दिइरहेको अवस्था छैन। स्थानीय सरकारसँग एग्रिमेन्ट गरेको बजेटहरू पनि हामीले प्राप्त गर्न सकेका छैनौँ। त्यो काम गर्न सक्ने अवस्था रहेको छैन। हामीले विशेष गरी अबको यो कार्यकालको लागि हामीले बढी फोकस गरेको भनेको चाहिँ व्यवसायहरूलाई हामीले अनलाइन इन्ट्री गर्ने व्यवस्था सबैभन्दा बढी हामीले यसलाई चाहिँ अहिले सफ्टवेयर मार्फत व्यवस्थित गर्न खोजेका थियौँ। त्यसको लागि नगरपालिकासँग हामीले एग्रिमेन्ट पनि गरेका छौँ। बजेटको लागि उहाँहरूले वचनबद्ध हुनुभएको छ, एग्रिमेन्टै गरेको भनेपछि अब यसमा केही छैन। तर त्यो कार्यान्वयन गर्न चाहिँ नगरपालिका पछि हटेको, नगरपालिकामा चाहिँ त्यो खालको सम्पर्क हुन नसकिरहेको हो। मेयर साहबसँग धेरै पटक कन्ट्याक्ट गर्न खोज्दा सम्पर्क विहीन हुने, सम्पर्क गर्न नसकिने अवस्था भइरहेको छ। त्यसले गर्दा केही कठिनाइ भएको छ। तर यो कठिनाइको बावजुद पनि हामी यो कार्यकालमा हामीले गर्न खोजेको काम, भवन निर्माणको कामलाई सम्पन्न गर्दै हामी यो अनलाइन व्यवस्थित गर्ने कामहरू चाहिँ गर्छौँ। यो तपाईँ कार्यकालमा करदाता सेवा कार्यालय चन्दनियापुर र गौरबाट सरेर गयो। गौरको त त्यहाँ आन्दोलन व्यवसायीहरूले आन्दोलन गरेर रोकिया छ, चन्दनियापुरबाट चाहिँ गएको छ। अब यो सर्नु निर्णय चाहिँ ठिक थियो कि वा यो चाहिँ गलत थियो कि तपाईँलाई व्यक्तिगत रूपमा चाहिँ के लाग्छ? यसले व्यवसायलाई फाइदा गर्छ कि बेफाइदा के गर्छ? सहज असहज के हुन्छ? यो अहिलेको अवस्थामा चलेको सरकारले पक्कै पनि देश हितको लागि काम गरिरहेको छ, राष्ट्र हितमा काम गरिरहेको छ। र यो विगतको जुन यो जेनजी विद्रोह पछाडिको सरकार बन्यो, त्यो सरकारले गरेको निर्णय हो यो। र त्यतिखेर उहाँहरूले देशको लागि केही सोचेर गर्नुभएको छ र हामीलाई अझ सेवा सहज बनाइदिनु भएको छ भन्ने लाग्छ। किनकि अहिले अनलाइनबाट धेरै कामहरू गर्न सहज बनेको छ र हामीलाई स्थानीय नगरपालिकामै बाँकी रहेको सेवा सुविधा नगरपालिकाबाटै दिने गरी व्यवस्था भएको छ। त्यसले गर्दा यो त्यस्तो कठिन हो जस्तो लाग्दैन। चन्दनियापुरमा तपाईँले यो हिसाबले व्याख्या गरिरहँदाखेरि गौरमा त आन्दोलन नै भयो नि, त्यो चाहिँ किन? यो बुझाइमा फरक हो? कसले कति बुझ्छ के बुझ्छ भन्ने कुराको फरक होला। त्यहाँभन्दा मैले त्यस खासै त्यति अरू फरक देखेको छैन त्यस्तो। त्यही त अब उहाँहरूको भनाइ चाहिँ अब हामी सानो काम लिएर पनि सिमारा गइरहनु पर्ने, झन्डा ढुक्ने भयो, बरु यसैलाई चाहिँ स्तरोन्नति गर्न पाए हुन्थ्यो भन्ने छ। त्यस्तो अवस्था छ र? सानो कामहरू लिएर जानुपर्ने अवस्था छैन नि। चन्द्रपुर नगरपालिकाबाट सेवा पाइरहेछौँ र त्यस्तो अवस्था छैन। त्यो बुझाइ नै मान्छ त्यस्तो खालको कर कार्यालय नहुने बित्तिकै हाम्रो अर्को कर कार्यालय भनेको सिमरा नै हो भन्ने हाम्रो दिमागमा हिजोदेखि बसिरहेको कुरा थियो। त्यसले गर्दा त्यसको पिरल हो त्यो। तर अहिले वास्तविकता त्यो अवस्था छैन। अब राष्ट्रिय स्वतन्त्र पार्टीको लगभग 2/3 सरकार छ। तपाईँ केन्द्रीय कमिटीमा पनि, केन्द्रीय विभागमा पनि हुनुहुन्छ। अब राष्ट्रिय स्वतन्त्र पार्टीले को सरकारले जुन 100 दिनमा हामीले गर्ने कामको सूची ल्यायो 100 वटा, त्यसलाई तपाईँले कसरी हेर्नुभएको छ?
मैले कसरी हेरेको छु भन्दा पनि विशेष गरी जनताले एक प्रकारले देखिरहनु भएको छ, अनुभूति गरिरहनु भएको छ। 36 वर्षमा यो देश कस्तो बनाइयो, देश चलाउन भनेर जिम्मेवारी लिएर 36 वर्ष जस्तै देशको जिम्मा लिएका थिए पुराना पार्टीहरूले। उहाँहरूलाई अबको यो 36 दिन सरकार गठन भएको आज 36 दिन पुगेको पनि छैन, हामी 36 दिनको छेउछाउ पुग्दैछौँ। यो 36 दिनमा जनतालाई अनुभूति गराइदिएको छ सरकार कसरी चलाउनुपर्छ भनेर एउटा खालको शिक्षा भएको छ। महँगी नियन्त्रण गर्न सकेन सरकारले, महँगी बढ्यो, केराको चाहिँ 340 पुगिसक्यो, अब तेलको पनि पेट्रोलियम पदार्थको पनि छ, दैनिक भान्साका सामग्रीहरू तरकारी पनि सब बढाएको छ। यसलाई नियन्त्रण गर्न सरकारले चाहिँ ठोस पहल ल्याएन भन्ने अलिकति गुनासो छ। के छ तपाईँहरूको चाहिँ विभागमा माथि केन्द्रमा केन्द्रीय नेताहरूसँग चाहिँ यो विषयमा के छ, कसरी महँगी चाहिँ नियन्त्रण गर्ने? एउटा त युद्धको कारणले यो सबै भइरह भन्ने कुराहरू पनि छ, तर महँगी पनि त नियन्त्रण गर्नु पर्यो नि। यसमा चाहिँ केही कुराहरू हुन्छ माथि केन्द्रमा? यो विषय लगभग सबै देखिरहेको विषय छ। केन्द्रका नेताहरू अनभिज्ञ त छैनन्, उहाँहरूसँग बुझिरहनु भएको छ, उहाँले देखिरहनु भएको छ, सर्लङ्गै भएको कुरा छ। अहिलेको यो एउटा हरेक हामीसँग सबैभन्दा ठुलो व्यापार घाटा भनेको चाहिँ इन्धनमा भइरहेको छ। हामीले सबभन्दा ठुलो पैसा चाहिँ इन्धनमा खर्च गर्नुपर्छ, जुन पैसा हाम्रो आफ्नो उत्पादन नै बाहिरबाट आइरहेको छ। अब बाहिरबाट आउने इन्धन हरेक कुरामा त्यसले टच गर्छ। त्यो नै यो युद्धको कारणले गर्दाखेरि महँगो रेटमा नेपाल सरकारले किन्नुपर्ने अवस्था छ। नेपाल सरकारले बेचिरहेको अवस्था पनि हामी यति प्रति लिटर यति घाटामा छौँ, प्रति 15 दिनमा 7 अर्ब रुपियाँ चाहिँ हामी लसमा छौँ भन्ने खालको जुन हामी न्युज देखिरहेछौँ, हेरिरहेछौँ, यसमा यथार्थ होला यो खालको छ। त्यसले त्यसको असर हो यो। र त्यो अलिकति त्यतापट्टि युद्ध शान्ति हुने बित्तिकै यो फेरि तेलको भाउ पक्कै पनि गिरेर आउँछ। किनकि हामीले यो हेर्छौँ नि, अस्ति भर्खर एउटा समाचार, हिजो एउटा समाचार हेर्दै थियौँ, हर्मुजमा चाहिँ अलिकति नाका खुल्यो भन्ने बित्तिकै तेलको भाउ घट्यो भने एकछिनमा समाचार आउँछ। फेरि 2 घन्टा पछाडि अलिकति त्यहाँ टाइट भयो भने फेरि तेलको भाउ बढ्यो भन्ने समाचार, भनेपछि घन्टामा तेलको भाउ तलमाथि भइरहेको अवस्था छ। यो युद्धको असर हो। त्यो युद्ध नियन्त्रण हुने बित्तिकै कम्ती पनि रोकिएला। त्यो युद्ध रोकिने बित्तिकै के कुराहरू पनि आइरहेको छ नि, दक्षिण एसियाकै चाहिँ नेपालमा चाहिँ किन महँगो भयो जबकि भारतमा चाहिँ यहाँभन्दा धेरै सस्तो छ, हामीले तीबाट किन्ने किन महँगो भयो? अब ढुवानी पनि चाहिँ पाइपलाइनबाट भइरहेको छ। अब बोर्डर हामीले चाहिँ विभिन्न भिडियोहरूमा सामाजिक सञ्जालमा बोर्डर पारी चाहिँ नेपाली नम्बर प्लेटहरूको लाइन लागेको अवस्था छ। अब त्यहीँबाट किन्ने त्यहाँ चाहिँ सस्तो यहाँ महँगो भन्ने पनि कुराहरू छ। यसमा चाहिँ तपाईँको व्यक्तिगत एउटा उद्योगी पनि हुनुहुन्छ नि, के छ व्यवसायको हिसाबले के छ धारणा यसमा? त्यो युरिया किने जस्तै होला। भारतमा युरिया किन्ने 250 रुपियाँ बोरामा पाइन्छ भनिन्छ, तर त्यही युरिया भारत सरकारले किन्दै गर्दाखेरि त 250 बोरामा किनेको त होइन होला। सरकारले त्यसमा दिएको सब्सिडीहरू छन्। किन भारत सरकारले नेपालमा बेच्दै गर्दाखेरि त्यो अहिले हामीले किन्ने जाँदाखेरि 92-94 लिटरमा चाहिँ पाइरहेको तेल नेपाल सरकारले त्यही रेटमा किन्न पाएको होला त होइन नि। नेपाल सरकारलाई बेच्ने रेट एउटा रेट होला, अन्तर्राष्ट्रिय स्तरमा उनीहरूले एउटा व्यापार गरेको, नेपालसँग गरेको व्यापार हो, तर भारतीय जनतालाई गरेको सेवा हो। त्यस कारण होला नेपाल सरकारले त्यसमा सेवा दिएर नेपाल सरकारले पनि सब्सिडीमा दिनुपर्ने हो। तर नेपाल सरकारमा चाहिँ केही हिजोदेखि लागिरहेको अतिरिक्त करहरू छन्, ती करहरूले गर्दा अझ थप मूल्य बढेको छ। त्यसमा चाहिँ सरकारले केही राहत दिनुपर्ने हो। त्यो अतिरिक्त करहरू चाहिँ हटाएर गर्दा अझ केही राहत हुन सक्थ्यो होला। तर पनि त्यो अतिरिक्त करमा पनि केही दिन अगाडि निर्णय भएको छ, 50% छुट गरेको छ। त्यो अतिरिक्त कर पनि 50% घटाउँदाखेरि पनि अझै पनि नेपाल आइल निगम चाहिँ घाटामा छ भनिरहेको छ। उसले खरिद र बिक्रीको रेट त हरेक दिन जस्तो हामीलाई मिडियामा देख्न पाइरहेको छौँ, ट्याली छ। त्यसले गर्दा त्यो इन्डियामा किन त्यो रेटमा छ, यहाँ किन रेटमा छ भन्दा इन्डियाले त्यही रेट, जुन रेटमा इन्डियाको जनतालाई तेल बेचिरहेको छ त्यही रेटमा यदि नेपाल सरकारलाई पनि दिएको थियो भने यो तपाईँको प्रश्न र जनताको बुझाइ भने जायज हो। तर इन्डिया सरकारले इन्डियाका जनतालाई बेचेको तेलको रेट र नेपाल सरकारले बेचेको तेलको रेटै फरक छ। फेरि एक जमानामा चाहिँ नेपालमा चाहिँ सस्तै, इन्डिया पनि महँगो पनि थियो नि, त्यो बेलामा त्यस्तै थियो होला। त्यो बेलामा इन्डिया सरकारले सब्सिडी दिएको थिएन होला, यताको तेल सस्तो आउँथ्यो, यो तेलको त जान्थ्यो, त्यो स्वाभाविक देखिन्छ त्यो होइन। अब हामीले सामाजिक सञ्जालहरूमा पनि देखिरहँदाखेरि चाहिँ हिजोको दिनमा 1 रुपियाँ बढ्दा पनि विरोध हुन्थ्यो, अहिले चाहिँ हप्तामै चाहिँ 30 रुपियाँ बढ्दा पनि चाहिँ जनता चुपचाप छन् भनेको जनता वा चाहिँ तपाईँहरू पनि चुपचापकै अवस्थामा रहेको हिसाबले चाहिँ यो बुझाइ अब चाहिँ बुझ्न थाले हो। अब हाम्रो तेलको भाउ घट्नु र बढ्नुमा चाहिँ यो देशको सरकारको हात रहेछ भन्ने कुरा बुझ्न थाल्यो भने जनता सायद यो बुझाइ पनि होला। विगत यसको अभ्यास कसरी भयो भने विगत केही वर्षदेखि तेलको भाउ 15-15 दिनमा समायोजन हुन थाल्यो। उताबाट जुन रेटमा आउँछ त्यस हिसाबले यताको रेट तय गर्ने र 15-15 दिनमा तेलको रेट समायोजन गर्ने हिसाब चलिरह्यो। यसको अभ्यास अहिले युद्ध सुरु भएपछि पनि यो अभ्यास 15 दिनको लागि लाने भन्ने सरकारले तय गरिरहेको थियो। तर पनि आयल निगमले यसलाई सम्भव सकेन, किनकि पाइपलाइनबाट तेल आएको आइछ, तर रेट चाहिँ उताबाट महँगो आइरहँदाखेरि धेरै फरक पनि भएर अहिले त दिनमै 2 पटकसम्म मूल्य समायोजन भएको पनि देखियो।
यो मूल्य उस्तो अवस्था हो, जनताले यति कुरा बुझिसकेका छन् भन्ने लाग्छ। अब अर्को कुरो, अब तपाईँ चन्द्रपुर नगरपालिकालाई नै बेस मानेर राजनीति गरिरहनु भएको छ केन्द्रीय सङ्गठन विभागमा भए पनि। अब चन्द्रपुर नगरपालिकाको 84को मेयरको रूपमा उदयनारायण सापकोटा सुरेन्द्रको चर्चा पनि छ। तपाईँको के छ धारणा त्यसमा? बजारमा राजनीति गरिरहने मान्छे, यहीँ राजनीति गरिरहेको मान्छेलाई चर्चा हुनु स्वाभाविक रूपमा लिन्छु मैले यसलाई। अहिले मैले यसको विषयमा धेरै केही भन्नुपर्ने चाहिँ स्वाभाविक हो, चर्चा हुनु यसलाई अनौठो कुरा मानिँदैन। अब भोलि पार्टीले पत्याएर मलाई उम्मेदवारको रूपमा अगाडि सारेछ भने म त भूमिका निर्वाह गर्न पनि तयार छु। अब यो सामाजिक सञ्जालकै कुरा गरौँ होइन, भर्खरै चन्द्रपुर नगर कमिटीको नगर अध्यक्ष अरुण लामाको एउटा फेसबुक स्ट्याटस आएको थियो, एउटा तपाईँको स्ट्याटसको काउन्टरमा। यो चाहिँ आधिकारिक होइन, अब चाहिँ हाम्रो चाहिँ छुट्टै लेटर प्याडमा आयो भने पनि त्यो किसिमको एउटा स्ट्याटस आएको थियो। अनि यसले एउटा आम बुझाइ के भयो भने चाहिँ अब यो राष्ट्रिय स्वतन्त्र पार्टीमा चन्द्रपुरमा पनि गुटहरू भयो कि भन्ने पनि आम बुझाइ भयो। त्यस्तो हो? त्यस्तो होइन होला, त्यो होइन होला। हिजो म नगर सभापति हुँदै गर्दाखेरि त्यति बेला यही विषयमा, जुन विषयमा तपाईँले भवन अभिलेखको विषयको कुरा गर्नुभएको होला, यो भवन अभिलेखको विषयमा म नगर सभापति हुँदै गर्दाखेरि सायद सम्भवतः गत भदौ 5 गते होला, गत भदौ 5 गते हामीले नगर कमिटीबाट निर्णय गरेर मेरै अध्यक्षतामा हामीले नगरपालिकालाई एउटा ज्ञापन पत्र बुझाएका थियौँ। त्यसमा हामीले प्रति वर्ग फिट 1 रुपियाँको दरले रकम लिएर, शुल्क लिएर अभिलेख गर्नुपर्छ, भवन र अभिलेख गर्नुपर्छ। त्यो अभिलेख भएका भवनहरूमा नगरपालिकाले नम्बरिङ चाहिँ दिनुपर्छ, नम्बरिङ गर्नुपर्छ भन्ने हाम्रो माग थियो। र त्यही कुरा मागलाई अस्ति फेरि नगरपालिका अर्को सूचना जारी गर्यो 200% जरिवाना सहित भनेर। त्यसैको विरुद्धमा हामीले हिजो 1 रुपियाँ माग गरेका थियौँ। हामी त 1 रुपियाँ नै माग हाम्रो कायम हुन्छ। र हामीले हिजो नगर कमिटीले गरेको निर्णय 1 रुपियाँ हो। र त्यो 1 रुपियाँ नै यदि यो सरकारले, यो अहिले भएको नगर सरकारले यसलाई यो मूल्यलाई समायोजन गर्न सकेन भने पनि हामी भोलि यदि जनताले रासोपाको सरकार बनाइदिए, चन्द्रपुर नगरपालिकामा रासोपाले को सरकार बन्ने अवस्था रह्यो, रासोपाले चुनाव जितेर गयो भने रासोपाले हिजो आधिकारिक रूपमा निर्णय गरेर नगर कमिटीले निर्णय गरेर 1 रुपियाँ माग गरेको छ भने हामीले 1 रुपियाँ माग्दाखेरि त भोलि हाम्रो सरकारमा त हामीले 1 रुपियाँ दिन पनि सक्नुपर्छ नि त। हामी 1 रुपियाँमा त्यसलाई कायम गराउँछौँ, तपाईँ ढुक्क हुनुहोस् भने जनतालाई आश्वस्त पारेको कुरा हो। त्यसलाई उहाँले सायद त्यतिखेर उहाँ नगर कमिटी हुनुहुन्थेन, उहाँलाई त निर्णयको विषयमा विज्ञता थिएन होला। त्यो अनभिज्ञताको कारणले गर्दाखेरि उहाँले त्यो लेख्नु भएको यो गुट उपगुट कुराहरू यहाँ छ जस्तो मलाई लाग्दैन। अब यही विषयमा कुरा गर्दाखेरि त्यो 1 रुपियाँ लिएर गर्न सम्भव छ? कानुनी हिसाबले पनि त्यो सम्भव हुन्छ? के छ कानुनी प्रावधान, तपाईँले के बुझ्नु भएको छ यसमा चाहिँ? त्यो नगर कार्यपालिकाले गर्ने निर्णय हो, नगर सभाले पास गरेर जाने कुरा हो। नगरमा कुन केसमा कति शुल्क लिने भन्ने विषय नगर सभाले निर्णय गरेर जान्छ, त्यो कार्यपालिकाको कुरा हो। त्यसले गर्दाखेरि उसले कति लिने भन्ने नितान्त तीभित्र निहित कुरा हो त्यो। त्यसमा एउटा राजस्व परामर्श समितिमा तपाईँ पनि त्यहाँ सदस्य हुनुहुन्छ, यो नगर उद्योग वाणिज्य सङ्घको अध्यक्षको हैसियतमा। अनि कतिपयले चाहिँ के भनिरहेको थियो भने सुरेन्द्र सापकोटा आफै त्यहाँ सभापति हुने, आफै निर्णय गर्ने, त्यो सदस्य हुने, आफै निर्णय गर्ने, अनि अहिले फेरि चाहिँ पार्टी फेरिसकेपछि चाहिँ आफै विरोध गरेर नगरपालिका जाने भन्ने कुराहरू पनि आइरहेको थियो। यसमा चाहिँ के छ तपाईँलाई? मान्छेले बाहिरबाट देख्दाखेरि त्यो भन्नु स्वाभाविक हो। म त्यो कमिटीमा जति पटक यो विषयमा प्रस्ताव आएको छ, हरेक पटक मेरो प्रस्ताव 1 रुपियाँ कायम हुनुपर्छ भन्ने नै हो। र यो जति निर्णय भएको छन् ती निर्णयमा मेरो उपस्थिति नभएको बैठकमा, जुन बैठकमा उपस्थित छैन त्यो बैठकमा निर्णय भएका छन्। म उपस्थित भएको बैठकमा मैले त्यो निर्णयहरू गर्न दिएको छैन। त्यसलाई अहिलेको बैठकमा छलफल गर्ने भन्दै उहाँले त्यसलाई सार्नु भएको छ र म उपस्थित नभएको बैठकमा उहाँले त्यो निर्णय गर्नुभएको छ। भनेको त्यो खाले निर्णयमा तपाईँको काहीँ कुनै सही छैन? छैन। मैले किन गर्नु त्यसमा? मेरो माग डिमान्ड भनेकै 1 रुपियाँ हो। 1 रुपियाँ हुनुपर्छ, किन यो त व्यवस्थित गर्ने कुरा हो। जनतालाई 1 रुपियाँ लिएर, 1 रुपियाँ प्रति वर्ग फिट लिएर हामीले भवनहरूलाई अभिलेख गर्नु भनेको चाहिँ अहिले विगतमा बनेका घरहरूलाई नगरपालिकाले व्यवस्थित गर्ने मात्रै हो नि त। यो त अरू केही पनि होइन नि त। यसलाई चाहिँ हामीले रकम असुली गर्ने तरिकाले यसलाई सोच दिनु हुँदैन, यसलाई व्यवस्थित गर्ने तरिकाले सोच दिनुपर्छ भन्ने कुरा हो। र व्यवस्थित गर्नलाई 1 रुपियाँ प्रति वर्ग फिट लिनु भनेको काफी छ, किनभने यसमा प्राविधिक शुल्क अलग लाग्छ। जनता त मार्नु पर्छ नि। एउटा घरको नक्सा अभिलेख गर्नको लागि त पहिला उसले घरको नक्सा बनाउनुपर्छ। नक्सा बनाउने बेला प्राविधिकले शुल्क लिन्छ, त्यसपछि नगरपालिकामा राजस्व तिर्नुपर्छ। त्यतिले मात्रै पुग्दैन, त्यहाँको नियम हेर्नुहुन्छ। तपाईँको घरको कम्पाउन्ड लाउनु भएको छ, घरको पर्खालको पनि शुल्क तिर्नुपर्छ, भवनको मात्रै होइन। तपाईँको घरको छेउमा टहरा बनाउनु भएको छ, टहराको तिर्नुपर्छ। यता त जनताको ढाड त सेकिन्छ नि त। यो 8 रुपियाँ अनि 8 रुपियाँको लागि फेरि तपाईँको चाहिँ 200% जरिवाना र 24 रुपियाँ प्रति वर्ग फिट, त्यसमाथिबाट प्राविधिक शुल्क, त्यसमाथिबाट तपाईँको पर्खालको शुल्क, त्यसमाथिबाट टहराको शुल्क।
जनताले कहिलेसम्म शास्ति बिहोर्ने? अब यो चन्द्रपुर नगरपालिकामा चाहिँ स्थानीय सरकार यो दोस्रो कार्यकालको पनि लगभग अन्तिममा छ। यो सायद एउटा बजेट ल्याएर यो सकिन्छ यो सरकारको पनि र 84को निर्वाचनमा जाँदैछ। यो दोस्रो कार्यकालको यहाँका जनप्रतिनिधिहरूको कामलाई, मेयर उपमेयर वडा अध्यक्षहरूको कामलाई चाहिँ तपाईँले कसरी हेर्नुभएको छ? मैले कसरी हेरेको छ भन्दा समग्र चन्द्रपुरका जनताले देखिरहनु भएको छ, हेरिरहनु भएको छ। यो नगरपालिका भए पश्चातको दोस्रो कार्यकाल हो यो। जनताले हेर्नु भएको छ, मूल्याङ्कन गरिनु भएको छ। यसको जवाफ पक्कै पनि जनताले आउने निर्वाचनमा दिनुहुन्छ। अब हिजो मेयर उपमेयर जिताउँदाखेरि उदयनारायण सापकोटा, सुरेन्द्र सापकोटा चाहिँ त्यही पार्टीको नेपाली काङ्ग्रेसको लडाकु हुनुहुन्थ्यो होइन, एकदम जिताउनलाई भूमिका पनि खेल्नुभयो। घोषणापत्रमा पनि तपाईँको त्यो थियो होला, तपाईँले केही कुराहरू यो चाहिँ राखौँ है भन्नुभएको थियो होला, त्यही किसिमले बन्यो होला। त्यो आफै बसेर बनाएको घोषणापत्र अहिले यसो हेर्दाखेरि के लाग्छ तपाईँलाई? यो धेरै लेखिएछ कि अझै यो गर्ने नसक्ने काम लेखिएछ कि जस्तो लाग्छ कि के छ तपाईँको? होइन, त्यो घोषणापत्र अस्ति पनि मैले केही दिन अगाडि उपमेयरलाई पठाइदिएको छु र केही दिन अगाडि मेयर साहबलाई पनि पठाइदिएको छु र तपाईँ हेर्न चाहनुहुन्छ म तपाईँलाई पनि पठाइदिन्छु। म त्यो घोषणापत्रको कपी मसँग अहिले पनि छ, हेर्नु होला। त्यसमा महत्त्वाकाङ्क्षी योजनाहरू केही पनि छैनन्। यो चाहिँ सकिँदैन कि यो चाहिँ बढी लेख्यो कि भन्ने खालको योजना केही पनि छैनन्। त्यस्ता ठुला खालको योजना पनि केही पनि छैन। एकदम सामान्य कुराहरू, सामान्य जनताले महसुस गर्ने खालका एकदम सामान्य कुराहरू लेखेका छन्। ती योजनाहरूलाई कार्यान्वयन गर्नलाई कुनै ठुलो कुरा छैन। तर यति हो, विडम्बना भन्नुपर्छ, उहाँहरू निर्वाचित हुनुभन्दा अगाडि उहाँहरूले त्यो योजनालाई, त्यो घोषणापत्रलाई वाह क्या राम्रो, यो हो नि त जनताले खोजेको कुरा, यो दिन सकिन्छ भनेर भन्नुभएको थियो भने निर्वाचित भएर कुर्सीमा बसिसकेपछि उहाँले आजसम्म पनि त्यो घोषणापत्रमा लेखिएका बुदाहरू पढ्नु भएको छैन, हेर्नु भएको छैन। म यसै मिडिया मार्फत उहाँहरूलाई अनुरोध गर्दछु, अझै पनि समय बाँकी छ, त्यो घोषणापत्रलाई पढ्नुहोस्, बुझ्नुहोस् र त्यसको कार्यान्वयन सुरुवात गर्नुहोस्। अब त्यो बिचमा तपाईँ काङ्ग्रेसमा भइरहँदाखेरि चाहिँ यसो घचघचाउनु भयो नि मेयर साहब उपमेयर साहबहरूलाई, यो हेर्नु है, गर्नु है, हामीलाई जनताले चाहिँ यो चाहिँ हिसाब खोज्छन् भनेर चाहिँ भन्नु भएन? अब यो यसै गरी मिडियामा आएर त भनिएन होला, आन्तरिक रूपमा मैले भन्नुपर्ने ठाउँमा मैले कहीँ कसैलाई केही बाँकी राखेको छैन। उहाँहरूले त्यसलाई कुन दिशाले वर्णन गर्नुहुन्छ भन्ने मात्रै कुरा हो। सायद उहाँहरूले कुर्सी प्राप्ति नै ठुलो कुरा सम्झिनुभयो। जनताको समस्यालाई हिजो भोट माग्ने बेलामा जे कुरा बाचा गर्नुभएको थियो ती कुराहरूलाई त्यसैमा सीमित राख्नुभयो। त्यति उहाँहरूको मैले के भन्नु छ। थोरै व्यक्तिगत कुराकानी गरौँ, तपाईँले नेपाली काङ्ग्रेस किन छोड्नु? होइन, यो त कुनै अरू अनौठो कुरै छैन। मैले नेपाली काङ्ग्रेस छोड्दै गर्दाखेरि मैले कुनै अवसर पाउँछु र यो ठाउँमा यो चिज पाउँछु भनेर छोडेको त अवस्था होइन। हिजो नेपाली काङ्ग्रेसमा म राजनीति गरिरहेको थिएँ, म परिवर्तनको लागि राजनीति गर्दै थिएँ। म 2046 सालमा 10 वर्षको उमेरमा म इन्क्लब जिन्दाबाद भन्दै कालो झन्डा बोकेर चाहिँ सडकमा निक्लेको एउटा विद्यार्थी नेता, त्यो बेला विद्यार्थीको रूपमा म निक्लेको थिएँ। 10 वर्ष उमेर थियो मेरो। यही चपुर चोकमा चाहिँ त्यो बेलाको युद्ध मैले मेरो आँखाले देखेको छु। त्यति बेला इँटा ढुङ्गा प्रहार गर्नेमा 10 वर्ष उमेर भने म पनि छु पुलिसहरूमाथि इँटा ढुङ्गा प्रहार गर्ने बेलामा। त्यो बेलामा समातेका रमेशरी भट्टराई मैले जल्दले सम्झिन्छु, जितेन्द्र चौधरी सम्झिन्छु, पुष्पलाल श्रेष्ठहरू सम्झिन्छु। जुन बेला यहाँ चाहिँ चोकमा पुलिसले बुट जुत्ता हानेको गाडीभित्र राखेर त्यो मेरो आँखाले देखेको छ। त्यो बेलाबाट हामी परिवर्तन चाहिन्छ, यो देश समृद्ध बन्नुपर्छ भन्ने आशामा हामी राजनीतिमा होमिएको विद्यार्थी। त त्यो बेलादेखि लाग्दै गर्दा त्यसको करिब 32-33 वर्षसम्म त्यही राजनीतिक परिवर्तनको लागि भनेर लाग्दै गर्दाखेरि पनि त्यस्तो कतै केही महसुस नभइरहेको अवस्थामा हामीलाई त्यो खालको एउटा घुटन, त्यो खालको पीडा भइरहेको बेलामा रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टी लिएर आएर हामी परिवर्तन गर्छौँ, हामी यो परिवर्तनको सम्भाग अब यिनीहरूले गरेनन्, अब हामीले गर्नुपर्छ भनेर अघि बढ्दै गर्दाखेरि त्यो कुराप्रति मलाई विश्वास लाग्यो। त्यो रवि लामिछानेप्रतिको अगाध विश्वासले तानेर म त्यतापट्टि गएको। मैले काङ्ग्रेस छोडेको भन्ने भाष्य भन्दा पनि मैले परिवर्तनको लागि रासोपा जोइन गरेको। तपाईँ केन्द्रीय लेभलमा पनि हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीको। बजारमा के हल्ला चलिरहेको छ भने यो रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच चाहिँ मतभेद सुरु भइसक्यो होइन। 45 मिनट कुराए, छोरी खेलाएर बस्नुभयो प्रधानमन्त्रीज्यू भेट्न, हाम्रो रवि लामिछाने भेट्न जाँदा पनि, र पार्टीलाई प्रधानमन्त्रीज्यूले चाहिँ वास्ता गर्नुभएको छैन भन्ने बजारमा हल्लाहरू के मिडियाहरूमा समाचारहरू पनि आइरहेको छ। तपाईँ त केन्द्रीय नेताहरूसँग टचमा बस्नुभएको, सभापति रवि लामिछानेसँग पनि तपाईँको राम्रै सम्बन्ध भएको हिसाबले चाहिँ यी हल्लाहरू हुन् कि यो चाहिँ बिस्तारै बिउ रोपिँदै गइरहेछ कि के महसुस गर्नुभएको छ?
होइन हिजोको दिन पनि र आजको दिन पनि साँच्चै भन्नुपर्दा यसरी भन्दा त्यति मजा चाहिँ लाग्दैन होइन। रासोपालाई स्थापित हुनु हुँदैन, रासोपालाई तलै दबाएर सिध्याइदिनुपर्छ भन्ने मनसायमा अधिकांश मेन स्ट्रिमका मिडियाहरू छन्। अहिले पनि त्यही मिडियाले के लेख्दाखेरि जनतालाई भ्रम फाल्न सकिन्छ, के बोल्दाखेरि जनताहरूमा चाहिँ बिचमा यो दरार देखाइरहन सकिन्छ भन्ने खालको उहाँको दुष्प्रयास हो। मैले अन्यथा केही पनि बुझ्दिनँ। रवि लामिछाने र बालेन शाहमा त्यति सम्बन्ध छ, एउटा नङ र मासुको सम्बन्ध छ। चिनी र पानी घुल्दाखेरि जब त्यहाँ चिनी र पानी छुट्याउन सकिँदैन त्यो सम्बन्ध छ। त्यो मिठास हामीले यो अहिले सरकार बनेको केही दिनको सरकारले गरेका निर्णयहरू र कामहरूबाट पनि हामीले आवाज पाइरहेका छौँ। यस्तो केही छैन, यसलाई चाहिँ सहन नसकेर यो भत्काइदिन पाइयो भने बिचमा खेल्न सकिन्छ भनेर विगत 36 वर्षदेखि त यहाँनिर राजनीतिक रूपमा रहेका ठुला ठुला दिग्गज खेलाडीहरू आज एक किसिमले अन्डरग्राउन्ड हुन्छ। उहाँहरूले खेलेको भूमिका सायद उहाँहरूले अहिले मिडियालाई प्रयोग गर्न पाइयो भने जनतामाथि केही भ्रम सर्न सकिन्छ कि भन्ने खालको यो प्रयास होला। यो उहाँहरूले प्रयास गर्दै जानुहुन्छ, हामी राम्रो काम गर्दै जान्छौँ र यो बिस्तारै बिस्तारै जनताले सबै गरेर प्रष्ट गराएर सरकार र को निर्णयहरूमा प्रधानमन्त्री र सभापति रवि लामिछाने बिचको इन्फर्मेसन कम्युनिकेसन हुन्छ निर्णय गर्नुभन्दा अगाडि? म तपाईँलाई यति सोध्छु, यो सरकार कसको? सरकार त रासोपाको, रासोपाको सभापति हो रवि लामिछाने, रासोपाको संसदीय दलको नेता बालेन शाह भनेपछि रासोपाको सभापति अथवा रासोपासँग छलफल नगरिकन सरकारले कुनै निर्णय गर्छ भन्दा मैले पत्याइदिनु पर्ने, चाहे आम जनताले पत्याउनु पर्ने होला त? हुँदैन नि। भनेको यो बजारमा आएको हल्ला मात्रै हो। एकदम यो एकदम हल्ला मात्रै हो, जनतालाई दिग्भ्रमित गर्ने प्रयास हो यो, अरू केही पनि होइन। र अब सरकार यही बालेन शाह नेतृत्वमै 5 वर्ष जान्छ कि बिचमा रवि लामिछाने प्रधानमन्त्री हुन्छ? के छ? ढुक्क भएर लाग्नुहोस्, ढुक्क हुनुहोस्। यो सरकार 5 वर्ष कहीँ कतै केही हुनेवाला छैन। 5 वर्ष बालेन शाह नै यो देशको प्रधानमन्त्री हो। 5 वर्ष बालेन शाहले सरकार सम्हाल्ने, रवि लामिछानेले पार्टी सम्हाल्ने, एकदम त्यही कुराहरू एकदम हुने नै त्यही हो। अब मध्य प्रदेशमा पनि अभूतपूर्व जनमत पायो राष्ट्रिय स्वतन्त्र पार्टीले। अब त्यो जनमतलाई कदर गर्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले मधेस लक्षित के कार्यक्रम ल्याउँदैछ, यो सरकारले के कार्यक्रम ल्याउँदैछ। र अर्को अहिले देखिएको समस्या भनेको यो बोर्डरमा चाहिँ 100 रुपियाँभन्दा बेसीका सामान ल्याउँदाखेरि चाहिँ प्रहरीले समातिरहेछ, भन्सा तिराइरहेछ। यो पनि रोटीबेटीको सम्बन्धमा अलिकति असर गर्यो, हाम्रो बोर्डरको जिन्दगी दैनिकीमा पनि यसले प्रभाव पार्यो भन्ने कुराहरू गुनासोहरू पनि आइरहेको छ। मधेसले यति धेरै सिट दिएर पठायो तर मधेसी जनतालाई अलिकति भावना बुझेन सरकारले भन्ने पनि गुनासोहरू आइरहेको छ। यसलाई चाहिँ अब कसरी समाधान गर्नुपर्छ, किनभने तपाईँ त व्यवसायी पनि हुनुहुन्छ, यसलाई अब सरकारले यो विशेष गरी बोर्डर क्षेत्रमा देखिएको समस्यालाई चाहिँ कसरी समाधान गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई? यो अहिले रासोपाको सरकार बनेपछि गरिएको निर्णय यो होइन, यो विगतको सरकारको निर्णय हो। विगत लामो समयदेखि यो निर्णय छ। कति बेला कार्यान्वयन भयो होला, कति बेला कार्यान्वयन भएन होला, कार्यान्वयनमा उदासीनता देखाइयो, फरक त्यति मात्रै हो। अहिलेको सरकारले विद्यमान कानुनहरूलाई पालना गर्नुपर्छ, कानुनको पालना गरौँ, सबैजना कानुनलाई कार्यान्वयनमा लैजाउँ भनेर भनेको कुराहरू मात्रै हो। यसमा अरू केही पनि कुरा छैन। र यसमा दुईवटा कुरा छन्। एउटा कुरा हिजो पनि यो विगतमा यो 100 रुपियाँभन्दा बढीको चाहिँ भन्सा लिनुपर्छ भन्ने विषय उठिरहेको कुरा हो र हामीले यसमा पटक पटक जिल्ला प्रशासन कार्यालयमा हामीले निर्णय छलफल गरेका छौँ, कयौँ पटक निर्णय पनि भएको छ। यो विषयहरूले हामी उद्योग वाणिज्य सङ्घमा त झन् धेरै खालका गुनासोहरू आएका छन्। यो 100 रुपियाँसम्मको भन्सा लिनुपर्छ, जसरी पनि लिनुपर्छ भन्ने यहाँको अधिकांश व्यापारीहरूको माग हो। किनभने यो अहिले व्यापारीहरू भन्छ 5,000 को सामान किन्नलाई पनि मान्छे पारी गइरहेको छ। हाम्रो व्यापार सुकिरहेको छ, उताबाट सामान बोकेर आउँदा हामीलाई असर परिरहेको छ। हामी राजस्व तिरेर सरकारलाई कर तिरेर हामी व्यापार गरिरहेका छौँ, तर हाम्रो व्यापारमा असर पर्ने गरी सरकारले चाहिँ नियम मिचेर 100 रुपियाँको भन्दा बढीको भन्सा लाग्ने नियम हुँदाहुँदै पनि उताबाट अधिकांश घरे सामानको नाममा, बिहाको नाममा, विभिन्न नाममा चाहिँ सामानहरू आउन दिइरहेको छ। त्यही भएर हाम्रो व्यापार धराशायी भयो। तपाईँले हाम्रो बारेमा बोलिदिनु पऱ्यो, हाम्रो व्यवसायको मुद्दा बोलिदिनु पऱ्यो भनेर धेरै व्यवसायीहरूबाट गुनासो आउन थालेपछि हामीले सिडिओ कार्यालयमा बसेर विषयमा पटक पटक छलफल गरेका छौँ। पालिका इन्डियाका एसएसबीहरूका प्रमुखहरूलाई पनि राखेर हामी छलफल गरेका छौँ। त्यो छलफल गर्दा केही पटक टाइट भएका कुराहरू तपाईँले न्युजमा पढ्नु भएको थियो होला, त्यो भएको छन्, अहिले भएको कुरा होइन। र अहिले चाहिँ यसलाई कार्यान्वयन गर्ने तवरमा
अलिकति टाइट गरेर कार्यान्वयन गर्नुपर्छ सबै ठाउँमा भन्दा यो सबै त्यहाँ पूर्व बेचीदेखि पश्चिम महाकालीसम्मकै भन्सारमा यो टाइट हुन थालिसकेपछि मान्छेलाई यो अलिकति अनुभूति भएको स्वाभाविक पनि हो। हामी छिमेकमा छौँ, रोटीबेटीको सम्बन्ध छ, सामान्य 2-4 हजार सामान बोकेर आउँदाखेरि पनि हामीले भन्सा तिर्नु परिरहेको छ, यो चाहिँ नभए हुन्थ्यो भन्ने कुरा छ। र यसलाई यो सरकारले सुनेको छ। मध्य प्रदेशका सबै सांसदहरूलाई राखेर अस्ति गृहमन्त्रीसँग छलफल भएको छ यो विषयमा, प्रधानमन्त्रीसँग छलफल भएको छ यो विषयमा, उहाँहरूले यो कुरा सुन्नुभएको छ। तर सुन्ने बित्तिकै सर्लक होइन भएको नियमलाई कार्यान्वयन नगर्ने भनेर भन्न त सरकारले सक्दैन। सरकारले यसको नियमलाई त्यो 100 रुपियाँ भनेकोलाई परिमार्जन गर्दैछ। परिमार्जनको लागि मध्य प्रदेशका मान्यज्यूहरूले 5,000 रुपियाँ न्यूनतम यसको सीमा तोक्नुपर्छ भनेर सुझाव दिनुभएको छ। सायद त्यो सुझावलाई सुनेर त्यही किसिमको यो नियम परिमार्जन हुँदैछ र परिमार्जन भएर आउँछ। आशा गरौँ हामी न्यूनतम 5,000 रुपियाँसम्मको सामानको हामी भन्सा तिर्नु पर्दैन, त्यसको एउटा नियम बनेर आउँदासम्म चाहिँ हामीले वेट गर्नुपर्छ। अब चन्द्रपुर नगर उद्योग वाणिज्य सङ्घको अध्यक्ष पनि हुनुहुन्छ। यहाँ निगापुरका वा चन्द्रपुरका व्यवसायीहरूको समस्या चाहिँ यहाँले के देख्नु भएको छ र अब त सरकारमा पनि तपाईँ नेतृत्व गरिरहनु भएको र त्यसको केन्द्रीय तहसम्म पुगिसक्नु भएकाले यो समस्यालाई चाहिँ म केन्द्रीय तहबाटै समाधान गर्छु भन्ने कुराहरू के नोटिस गर्नुभएको छ तपाईँले? सबैभन्दा ठुलो समस्या चन्द्रपुरको मात्रै होइन, समग्र साना व्यवसायहरूको समस्या ठुलो समस्या छ। त्यो समस्या भनेको चाहिँ अन्डर बिलिङको समस्या सबभन्दा ठुलो समस्या छ। बाध्यता छ, व्यवसायी चाहेर पनि सक्दैन। साना व्यवसायहरू सामान किन्न भएर जाँदै गर्दा उहाँहरूले अन्डर बिलिङमा सामान लिनुपर्छ, त्यो बाध्यता हो। कि बिल सामान किन्नु भएन, सामान किन्नु पर्दाखेरि उहाँले भुक्तानी गरेको बराबरको बिल पाउनुहुन्न। अनि अहिले हामीले उपभोक्तालाई पनि सामान बेच्ने बेलामा हामीले त्यसै गरी बिल दिनुपर्ने बाध्यता छ। यो ओपन सेक्रेट हो। यो कुरा हाम्रा सरकारमा जाने मन्त्रीहरूले बुझ्नु भएको छ। हामीले उहाँहरूलाई गुनासो राखेका पनि छौँ। यो एउटा सबैभन्दा ठुलो समस्या छ। र अर्को समस्या सरकारसँगै एउटा समस्या छ। त्यो समस्या के छ भने साना व्यवसायहरूले दर्ता गर्नुपर्छ हामीले घरेलुमा। हामी घरेलुमा व्यवसाय दर्ता गर्दाखेरि त्यो नवीकरण यदि हामीले 1 वर्षसम्म कुनै कारणवश नवीकरण गर्न सकेनौँ भने त्यो फर्म नवीकरण हुने अवस्था छैन। नवीकरण गर्ने कानुन छैन, कानुनको अभावमा त्यो नवीकरण हुँदैन र उसलाई जरिवाना चाहिँ लागिरहन्छ। उसले बन्द गर्न पनि पाउँदैन। त्यो एउटा समस्या छ। बन्द गर्न पाउने व्यवस्था हुनुपर्छ। जरिवाना अत्यधिक भयो, 300% जरिवाना राखेको छ 35 वर्ष भएर जाँदै गर्दाखेरि। त्यो 300% जरिवाना भनेको 300 गुणा जरिवाना भनेको त अत्यधिक महँगो। 3 गुणा जरिवाना अलिकति होइन, त्यो 300% भनेको त्यो 300% जरिवाना नेपालमा सबैभन्दा ठुलो अपराध भ्रष्टाचारलाई मानिन्छ। त्यसलाई पनि बिगो बराबरको जरिवाना भनेर चाहिँ फैसला गर्छ अत्यधिक गर्नुपर्दा। तर हामी कुन तहको अपराधी हौँ व्यापारी जसले 300% जरिवाना तिर्नुपर्छ? यो त अत्यधिक भयो नि हो। त्यसलाई पनि सरकारले सम्बोधन गर्नुपर्छ। अधिकतम जरिवाना भनेको 25%सम्म जरिवाना लिनु स्वाभाविक मानिन्छ र 300% जरिवाना अत्यधिक भएको छ। त्यसको विषयमा सरकारले पनि सुन्छ होला। हामीले सरकारसँग कुरा गरेका छौँ विषयमा, पक्कै पनि यो विषयमा पनि कानुन परिमार्जन भएर आउँछ भन्ने आशा गरेका छौँ। साना व्यवसायहरूको हकमा यस्ता खालका समस्याहरू छन्, अझै धेरै समस्याहरू छन् र पनि हामी लडिरहेका छौँ। हेरौँ कहाँसम्म जान्छ। अर्को चन्द्रपुरको हामीले देखिरहँदाखेरि व्यवसायीहरूको व्यवसाय गर्ने र त्यहाँबाट निस्केका प्लास्टिक जनित वा अन्य फोहोरहरू चाहिँ सडकमै चाहिँ फ्यालिदिनेहरू पनि कुराहरू पनि आइरहेछ। तपाईँ चन्द्रपुर राम्रो हुनुपर्छ भन्ने पनि हो, सफा हुनुपर्छ भन्ने अभियानमा पनि लागिरहनु भएको छ। तर व्यापारीले आफ्नो लागि आफ्नो पसललाई छुट्टै डस्टबिनको व्यवस्था गर्न किन नसकेको होला र नगर उद्योग वाणिज्य सङ्घले चाहिँ होइन यो चाहिँ सफा हाम्रै दायित्व हो भनेर व्यापारीलाई घचघचाउन बाध्य पार्न किन नसकेको होला भन्ने पनि जनगुनासो छ। के छ यसमा? यो स्वाभाविक कुरा हो, यो भइरहेको छ। र मैले अस्ति निर्वाचनमा जाँदै गर्दा पनि मैले यो मेरो एजेन्डामै छ, हामी यसलाई व्यवस्थित गर्छौँ भनेर। यसलाई चाहिँ हामीले नगरपालिकाको समन्वयमा हामी यसलाई फोहोर व्यवस्थापन अघि काम गर्छौँ भनेका छौँ। यसलाई चाहिँ अझ हामीले के भनेको छौँ भने व्यवसायबाट निस्किने फोहोरहरू चाहिँ सड्ने गल्ने फोहोर हुँदैन, कबाडीमा बिक्री हुने फोहोरहरू हुन्छ। त्यसलाई चाहिँ मोहरको रूपमा, फोहोरलाई मोहरको रूपमा परिवर्तन गर्न सक्नुपर्छ। हामी त्यो अभियानमा जानुपर्छ भनेका छौँ। र त्यो काम गर्नको लागि हामीले सहकारी नगरपालिकासँग गर्नुपर्छ। र नगरपालिकासँग हामीले एग्रिमेन्ट गरेका छौँ। अघि पनि मैले भने नगरपालिकासँग हामीले यो लगायत हामीले अरू पनि केही विषयमा एग्रिमेन्ट गरेका छौँ। तर नगरपालिकाले त्यसको कार्यान्वयनको पक्षमा उदासीनता देखाइरहेको छ। कार्यान्वयन गर्दै गर्दैन, नगरपालिका कार्यान्वयन गरेर मानिरहेको छैन। थाहा छैन किन मानिरहेको छैन। हामीले डिजिटल अभिलेखीकरणको लागि नगरपालिकासँग एग्रिमेन्ट गऱ्यौँ, त्यो विषय कार्यान्वयन भइरहेको छैन। फोहोर व्यवस्थापनको विषयमा हामीले गरेका छौँ, त्यसको कार्यान्वयन भइरहेको छैन। यस्ता विषयहरू छन्। होटलबाट निस्किने फोहोरहरू त्यसलाई हामी कम्पोस्ट मल बनाउन सक्छौँ त्यही होटलभित्रै।
त्यसको विषयमा हामी कुरा गरेका छौँ। त्यसमा कारण भइरहेको छैन। हामीले फेन्सी पसल लगायत अरू पसलहरूबाट निस्किने फोहोरहरूलाई हामीले चाहिँ तत्काल कबाडीमा बिक्री गरेर स्टक गरेर लान सक्छौँ, त्यतातर्फ गरेका छौँ। त्यसतर्फ ध्यान दिइरहेको छैन। यो खालका केही कुराहरू त भएका छन्। बाहिर ल्याएर हामीले ठुल्ठुलो डस्टबिन राख्नलाई नगरपालिका त व्यवस्था गरिदिएको छैन। अब व्यवसायीले साना साना डस्टबिनमा राखेको सामानहरू त्यसमा अलि सङ्ख्यात्मक रूपमा बढी निस्किने अवस्था, त्यसमा अट्ने अवस्था पनि छैन। र अहिले धेरै व्यवसायहरूले आफैले भित्र व्यवस्थित गर्दै गाडी आएपछि निकालिदिने गर्नुभएको छ। अब केही व्यवसायहरू जसले अनुशासन पालना गरेका पनि छैनन्, जसले सडकमा लगेर राखेको पनि देखिन्छ। कहिलेकाहीँ हामी देख्छौँ पिचमा लगेर आगो बालिरहेको अवस्था पनि देखिएको छ। त्यो एउटा दुरावस्था हो। त्यो निश्चित एउटा ठाउँ छ जुन ठाउँमा तपाईँले कुरा गरेर विशेष गरी त्यो ठाउँमा अहिले पनि सायद त्यहीँ फोहोर थुपारिरहेको होला। उसले चाहिँ मेरो त फोहोर जम्मा गर्ने ठाउँै त्यही हो भन्ने ठानेको छ। त्यो डिभाइडरमा लगेर फोहोर राखिदिरहेको छ अनि कहिलेकाहीँ त्यसमा आगो पनि बालिदिरहेको छ। यो देखिएको छ। हामीले पटक पटक सम्झाइ पनि रहेका छौँ, तर पनि सुन्न तयार छैन। यस्ता खालका मान्छे पनि छन्। कति मान्छेलाई अनुशासन भनेको के हो नै थाहा छैन। यो बुझ्नुपर्ने कुराहरू पनि सबै मान्छे उस्तै हुँदैनन्। यसलाई कुन हिसाबले अब व्यवसायीको अभिभावकको हिसाबले पनि पछिल्लो समय यो सडक पेटीमा व्यापार गर्नेहरूको पनि चन्द्रपुर नगरपालिकामा समस्या देखिएको छ। उहाँहरूको व्यवस्थापनमा पनि समस्या देखिएको छ। सडकमा चाहिँ दुर्घटनाको जोखिम लिएर वा सडकमा व्यापारै गर्न पाइँदैन भने कानुन छ र अहिले कानुन हुबहु पालना गर्नुपर्छ भन्ने सरकार पनि छ। अब उहाँहरूलाई चाहिँ कसरी व्यवस्थापन गर्दा ठिक होला चन्द्रपुर नगरपालिकाले वा राज्यले, के छ यसमा? नगरपालिकाले सबैभन्दा पहिला यसको जिम्मेवारी लिनु पर्यो। नगरपालिकाको जिम्मेवार भन्न पाइँदैन। चन्द्रपुर नगरपालिकाले फुटपाथमा व्यापार गर्न पाइँदैन भन्ने जान्दा जान्दै फुटपाथमा व्यापार गर्ने व्यवसायीहरूसँग फोहोर व्यवस्थापन नाममा केही रकम असुली गरेको पनि थाहा पाइयो। त्यो थाहा पाइसकेपछि हामीले नै नगरपालिकामा गएर विरोध गऱ्यौँ। तपाईँहरूले यो पैसा लिएर व्यवसायलाई स्थायी रूपमा तिमी व्यवसाय गर भनेर चाहिँ प्रमाणित गर्न खोज्नु भएको दिनुभएको हो भने कि फुटपाथमा व्यवसाय गर्ने लाइसेन्स दिनुहोस्, होइन भने यो पैसा असुली नगर्नुहोस् भनेपछि पछिल्लो क्रममा चरणमा त्यो पैसाहरू असुली गरेर रोकिएको छ। त्यो गरेको छैन। तर फुटपाथमा व्यापार गर्नलाई पाउनु हुँदैन, त्यसलाई हटाउनै पर्छ। त्यो व्यापारीहरूले पनि अनुशासित हुनुपर्छ। आफूले एउटा निश्चित ठाउँमा व्यवसाय गर्नुपर्छ। नगरपालिकाले पनि एउटा निश्चित ठाउँ तय गरिदिनुपर्छ। यसको लागि म आफै प्रदेश सरकारमा दौडेर पहल गरेर विगतमा 2 करोड बजेट पनि हामीले यो फलफुल तरकारी सङ्कलन केन्द्र अथवा बिक्री केन्द्र एक ठाउँमा बनाउने भनेर बजेटको पनि व्यवस्था गऱ्यौँ। नगरपालिकामा पैसा पनि आयो प्रदेश सरकारबाट, तर नगरपालिकाले त्यो पैसा कार्यान्वयन गर्न सकेन। नगरपालिकाले किन त्यस्तो विषयमा उदासीनता देखाइरहेको छ त्यो उहाँहरूले दिने जवाफ होला। तर हामीले पहल नगरेको होइन, पहल गरेका छौँ। अहिले पनि हामीले जग्गाहरू केही जग्गा लिजमा लिएर त्यहाँ चाहिँ स्थायी रूपमा फलफुल तरकारी बजार लगाउनुपर्छ ताकि हाम्रो बजार सुन्दर हुन्छ, सफा हुन्छ र मान्छे हामीलाई पनि यहाँका उपभोक्ताहरूलाई पनि बानी लाग्छ कि म त्यहाँ चाहिँ गएर सागसब्जी किन्नुपर्छ। र साना किसानहरूले पनि हामी घरमा उत्पादन गरेका फलाएका फलफुल तरकारीहरू पनि हामीले युज गरेर बढी भएकोहरू पनि हामी त्यो बजारमा लगेर बेच्न पाउने व्यवस्था हुनसक्छ। त्यो खालको व्यवस्था गर्नुपर्छ भनेर हामीले पटक पटक भन्यौँ। जस्तो अहिले म उदाहरणलाई यहीँ नजिकै भन्छु, यहीँ रोडभन्दा उत्तरपट्टि जनज्योति स्कुलको 50 कट्ठा जग्गा छ। त्यो सायद अहिले अशोक दाईले लिजमा लिएर चलाइरहनु भएको छ। त्यो अशोक दाईले लिनुभन्दा अगाडिदेखि नै म जनज्योति स्कुलसँग मैले पटक पटक भनेको छु त्यो जग्गा नगरपालिकालाई दिनु पर्यो, नगरपालिकाले लिनु पर्यो। जनज्योति स्कुलका व्यवस्थापन समितिका अध्यक्ष नरेश दाईले मलाई धेरै पटक भन्नुभयो नगरपालिकाको एउटा पत्र ल्याइदिनुहोस्, हामी एग्रिमेन्ट गर्न तयार छौँ। नगरपालिका मेयर साहबसँग कति पटक भनियो एउटा पत्र लेखिदिनुहोस् न, कम्ती त्यो एग्रिमेन्ट गरेर त्यो जग्गा लिदिउँ। तर उहाँहरूको उदासीनता, उहाँहरूले त्यो एउटा पत्र दिनु भएन। त्यसपछि नरेश दाईले अशोक दाईलाई त्यो जग्गा लिजमा दिनुभयो। अशोक दाईले लिजमा लिइसकेपछि पनि अशोक दाईसँग पनि कुराकानी गरेको थिएँ। अशोक दाईले भन्नुभयो यदि नगरपालिका त्यसरी लिन्छ र मेरो केही लगानी भएको छ त्यो लगानीको व्यवस्थापन गरिदिन्छ भनेदेखि म छोड्न तयार छु, लिएर गर्नुहोस् भन्दाखेरि पनि नगरपालिकाको त्यसमा उदासीनता छ। उदासीन किन भयो होला? अब यो घुमाइ फिराइ कुरा गर्दाखेरि कुरा गरे कुरैको दुःख छ। फेरि पनि कति कुराले भन्न मिल्छ, कति कुरा भन्न मिल्दैन। उहाँहरू व्यक्तिगत स्वार्थमा व्यक्तिगत फाइदाभन्दा बाहेक जनताको फाइदा र जनताको समस्यामा उहाँहरू संवेदनशील हुनुहुन्न। भनेको सुरेन्द्र सापकोटाले पहल गरेको भएर यसलाई चाहिँ नगरौँ भन्ने मनसाय हो। त्यो उहाँहरूको कुरा होला, त्यसरी त मैले कसरी भन्नु। तर उहाँ समग्रमा चन्द्रपुर नगरवासीको समस्यासँग उहाँहरू संवेदनशील हुनुहुन्न। र हामी अब कार्यक्रमको अन्तिमतर्फ आएको छ। अन्तिममा हाम्रो यो हाइवे संवाद हेरिरहनु भएका दर्शकहरूलाई के भन्न चाहनुहुन्छ? चन्द्रपुर यहाँले हेरिरहनु भएको छ, देखिरहनु भएको छ, फेरि पनि देख्नुहुनेछ। सिङ्गो देशको अवस्था यहाँले देखिरहनु भएको थियो। 36 वर्षदेखि हामीले भोग्दै आइरहेका थियौँ र अहिले केही दिनको अवस्थालाई पनि हेरिरहनु भएको छ। हेरौँ जसरी यो देश परिवर्तनको
सङ्घारमा छ, परिवर्तन हुँदैछ, जनविश्वास त्यही खालको छ र जनविश्वासलाई विश्वास गरेर सरकारले पनि त्यही हिसाबको जनअपेक्षा अनुसारको काम गर्नेछ भन्ने हामीले विश्वास लिएका छौँ र चन्दपुर नगरपालिका पनि अबको दिनमा पक्कै पनि जनअपेक्षा अनुसार काम गर्छ। अहिले पनि यो अहिले निर्वाचित टिमको अझै झन्डै 1 वर्ष समयावधि बाँकी छ। उहाँहरूले यो 1 वर्षमा यो 4 वर्षमा बिगारेका कुराहरू, 4 वर्षमा गर्न नसकेका कुराहरूलाई यो 1 वर्षमा राम्रोसँग गरेर परिणाममुखी निर्णय दिनुहुन्छ र उहाँहरूले जनताले आशा गरेर काम गर्नुहुन्छ भन्ने अपेक्षा लिएको छु। त्यसपछि पनि उहाँहरूले यसलाई पनि उहाँहरूले बुझ्नु भएन, अहिलेको देशको अवस्थालाई बुझ्नु भएन, काम गर्नु भएन भने त्यसपछि फेरि जनताले अर्को निर्णय लिनेछन्। जनतालाई प्रतीक्षा गर्नु भन्न चाहन्छु। हवस् त, हामीलाई समय दिनुभयो, धन्यवाद। धन्यवाद। उहाँ हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय संगठन विभागका विज्ञ सदस्य तथा चन्द्रपुर नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष उदयनारायण सापकोटा सुरेन्द्र। उहाँसँग हामीले विभिन्न समसामयिक र व्यावसायिक कुराहरूमा, राजनीतिक कुराहरूमा कुराकानी गऱ्यौँ र आगामी कार्यक्रममा नयाँ अतिथिसहित आउने बाचा गर्दै क्यामेरामा आशिष कुँवर सहित म सञ्चालक अनमोल कार्की बिदा हुन चाहन्छु। नमस्ते।